One of the best moment in my life. घन्टी जित्दै जुड्नु मलाई त हाला आउँछ त यो 20 किक 25 यस्तै कतिले 20,000 के मन है 20 पान ठिकै हो त उता 50 त पानलाई 10 मा कुन जमानामा हो 100 रुपैयाँ हेर के हो 100 रुपैयाँ One of the best moment in my life. Oh, के हो नर्भस भयो क्या पान पापालाई मिठा पान बनाउनु ल एउटा सब बाहर रखाइदिएर सब बन्द कर देला ये एक बिटे के हाँ सब रखाइदिए पास सब बंद हो गया ये सब वोट भर बाकी कैसे भाव वोट भर 22 गते से फिर बजाए लगे वोट कहाँ से घंटी के माहौल कितना है ये कैसा नहीं ये घंटी के हल्ला घंटी जितने जुड़ने मरे तो हाला हो जाते यो ये बड़ी अच्छी बात कही आप भगवान जानो सब हम कोई गई माने हर आदमी के मुंह से आवाज फर्किन दियो 20 किक 25 यस्तै कतिले 20,000 के मन है 20 पान ठिकै हो त उता 50 त पानलाई 10 मा कुन जमानामा हो सय रुपैयाँ हेर के हो 100 रुपैयाँ हावाग्रह नगर्ने लामा निस्किन्छ बेलामै खानु Just now something happened with me. Crazy वाला मोमेन्ट भयो केटाहरूले चाहिँ बुझ्छ कि यो कुरा बोइज विल अन्डरस्ट्यान्ड चाहिँ कति म्याटर गर्छ यो चिजहरू इट्स नट लाइक फर्स्ट टाइम बाबा बाइकमा बस्नु भएको सुरुमा हामी पहिला सिमला बस्थ्यौँ त्यहाँबाट यहाँ सिफ्ट भएको नि खासै धेरै भएको छैन अनि त्यतिखेर पापाको बाइकमा चाहिँ कस्तो भन्ने अब पापाको बाइकमा चाहिँ मैले पापालाई अब लिएर गएको थिएँ हामी यही गाउँ आएको थियौँ अनि फर्स्ट टाइम बस्दाखेरि चाहिँ मेरो लागि चाहिँ खतरावाला टास्क के थियो भन्दाखेरि मेरो बाइक भड्याक्क पनि गर्नु भएन कतै पनि मतलब स्मुथवाला राइड चाहिँ पापालाई दिनु पऱ्यो अनि म पास हुन्छु वाला फिल थियो अनि जस्ट टुडे
मेरो बाइकमा पापालाई पान खाने ताउदा केही पनि खाँदैन, रिफ्री हेल्थ इस्यु। अनि पान खाने भन्ने वाला कुरा गर्नुभयो। अनि पान चाहिँ अहिले यही बाटो अघि भर्खर म आएर फर्केको, पान खानुपर्ने थियो। माइट बी म अपलोड चाहिँ गर्दिनँ होला सायद, खै खान्दैन त्यो चाहिँ। तर अब यो एडिट गर्छु, राख्छु, कि त राख्छु कि त प्राइभेट भिडियोमा अपलोड गर्छु। तर फेरि अब युट्युबमा मैले अपलोड गरेँ भने चाहिँ नट जस्ट फर मोर सब्सक्राइबर, मोर भ्युज, मोर लाइक्सको लागि चाहिँ इट विल बी चाहिँ मेमोरेबल मोमेन्ट फर मी। चाहिँ पछि गएर एउटा टाइममा चाहिँ यो मोमेन्ट चाहिँ मेरो लागि हुन्छ नि प्रिसियस भनौँ न। फर्स्ट टाइम म खासै यो क्यामेरा अन गरेर बोल्नको लागि खासै गाह्रो लाग्दैन, तर अहिले चाहिँ अब के भन्ने टाइपको भइरहेछ। प्रिसियस मोमेन्ट फर मी भनौँ न यो हो। अपलोड गऱ्यो भने सायद बाबाले नि हेर्नुहुन्छ होला। बाबालाई चाहिँ फेरि के थियो भन्दाखेरि तपाईँहरू गएर यदि कसैले चाहिँ न्यू भिडियो हेर्नु छ भने फर्स्ट भिडियो चाहिँ मेरो चाहिँ पोडकास्ट छ, अनि लाइक इट के। तर सेकेन्ड भिडियो मोटो भ्लगको छ, मेरो 220 बाइक छ, 220 बाइकको इन्जिन सिज भएको थियो मेरो। अनि त्यो बाइकको चाहिँ एउटा भिडियो आउन पायो भनौँ न, सर्ट्सहरू चाहिँ थुप्रै छ। त्यसपछि चाहिँ दिस इज माई रानी अबदेखि। अनि खासै बाबालाई बाइकको कुराहरूमा चाहिँ मन पर्दैन भनौँ न, मोटो भ्लग राम्रो लागेन। अनि मलाई हिजो भर्खरमा पनि यो पढाइमा तँलाई इन्ट्रेस्ट छैन भने ल केही स्कोप देखिनस्, मन छैन भने चाहिँ हिज सपोर्टिभ इन एभ्रिथिङ फर मी। चाहिँ मलाई फोटोग्राफी गर्नु चाहिँ क्यामेरा चाहियो भन्दाखेरि क्यामेरा लिइदिनु भएको थियो। अब मलाई भिडियो एडिट गर्नुपर्ने छ, मलाई ल्यापटप चाहियो भन्दाखेरि ल्यापटप लिइदिनु भएको थियो। अब फर्मी अब बाइक मैले यताउता पैसा लियो, तर त्यो पैसा पनि त अब घरकै हो नि त। जे भयो नि अलिअलि आधी पैसा मैले यताउताबाट जेनेरेट गरेँ होला भने पनि, मतलब फोटोग्राफीबाटै गरेको चाहिँ। तर आधी पैसा त अब त्यो जेनेरेट गर्नको लागि पनि त्यतिको बनाइदिनु भयो। त्यही बेलामा सपोर्टिभ नभए भए चाहिँ अब के हुने हुन्छ। अब इभेन मेरो भिडियो चाहिँ पापाले नै हेरिदिइराख्नु भएको हुन्छ कि 50वटा भ्युज कति जाबो, त्यो 400 साढे 400, मतलब त्यो कन्टेक्समा जाबो भन्नु पऱ्यो होइन। 400 साढे 400 भ्युजमा चाहिँ अब 50 30 40वटा भ्युज पापाले नै हेर्नुहुन्छ अलिकति टिभीमा बसेर गर्नु। अनि त्यो देखाउनु हुँदैन, मतलब आइएम ह्याप्पी फर हिम वाला चाहिँ मेरो अगाडि देखाउँदैन, बट इज ह्याप्पी फर मी। जे गर्दा पनि जस्ट नराम्रो काम गर्नु भएन, के गर्नु भएन, जे गर्दैछ हुनु पऱ्यो। अब जुन पनि प्यारेन्टलाई चाहिँ एउटा चाहिँ के हुन्छ भन्दाखेरि फ्युचर होस् न त कम्तीमा, के गर्दैछ अब ग्राब भइसक्यो ल्याङ हुन्छ नि बाटोलाई। यो गाउँ चाहिँ बोधवन हो नेपालको, इफ आइम नट रङ। अब देखिँदैन होला, यो माछा गाउँ नै माछा गाउँ। पर पर्सन पनि बिघामा कुनै मान्छे बोधवनकोले मलाई हेऱ्यो भने चाहिँ दे क्यान करेक्ट मी, यदि होइन भने। अब मैले चाहिँ यो भन्न भ्याएको छैन, माइक्रोफोन लिन चाहिँ मेरो लागि लास्ट नेसेसरी छ कि। अब यो सायद यो पछि म 1-2टा भ्लग अझै बनाउँछु होला, तर केही न त केही जोगाड गर्छु त्यसमा म। किनकि बाइकको साउन्ड मेरो अलिकति ठुलो छ भने यसको एक्जस्टहरू हालेको छ नि, त्यो साउन्ड नै यस्तै छ। FZ 250 को साउन्ड यस्तै छ, अलिकति साउन्ड अलिकति बढ्यो होला भनौँ न। अनि साउन्ड चाहिँ मैले माइक्रोफोन हाल्नुपर्छ। गोप्रोको लागि चाहिँ सजिलो छ माइक्रोफोनको लागि। यसको सेटको माइक्रोफोन किन्यो भने सिङ्गलवाला पनि आउँदो रहेछ, 18,000 पर्दो रहेछ। त्यो चाहिँ अलि एफोर्ड गर्न अहिले अलिक गाह्रो छ, किनकि बाइक पनि अब एक्सचेन्ज गरेँ मैले भनौँ न। बाइकै बाइक ल्यायो मैले चाहिँ कन्डिसनमा A1 छ। अहिले अझ पैसा एक्स्ट्रा तिरिकन कलर हाल्नु भएको रहेछ, कलर दिनको लागि पैसा तिर्नुपर्छ यातायातलाई। सुरुमा खासै राम्रो लागेको छैन कलर, पछि गएर चाहिँ राम्रो लाग्यो भनौँ न, मन थाल्यो। अब कहिलेसम्म हुन्छ साथ यस्तै छ, अर्को बाइक लिन नसक्ने औकात हुने बेलासम्म। अनि त्यही हो, हिट सपोर्टिभ यो मुभमेन्ट चाहिँ राष्ट्रिय नाइसवाला थियो। धेरै बेर नै बोलिसकेँ म, झन् हेर्ने 500 किलोमिटर राखेँ होला भनौँ न। अनि मेन कुरो पापालाई अन्त्य जाने आज उठ्यो, अनि भोलि चाहिँ म पुर्याइदिन्छु। आज अन्त्य बस्ने कुरा थियो एउटा ठाउँमा गएर। अनि PR प्लेट होइन, सरी छिटो देख्ने बित्तिकै यो एरिया चाहिँ PR प्लेट चल्छ।
यो चाहिँ एक्ज्याक्टली भन्ने भने कोल्बी नगरपालिका पारा कोल्बी नगरपालिका पर्सोना भन्ने ठाउँ आउँछ। अब मेरो घर भएको अहिले हामी पछि रहेको भनेको मदुवन पछि बोदवन भन्ने ठाउँ आउँछ, जुन चाहिँ माछाको चोल हो भनेर चिनिन्छ। नेपालमा हाइएस्ट प्रोडक्सन माछाको सायद यही ठाउँमा हुन्छ। एउटा मैले फेसबुकमा सेयर गरेको छु, मामा हो मेरो, अनिल भण्डारी हुनुहुन्छ उहाँको नाम। हिज मतलब माछाको सेक्टरमा मतलब हुन्छ नि उहाँ एक्सपिरियन्स यति हुनुहुन्छ कि मतलब सबै कुरा थाहा छ कि उहाँलाई माछाकोमा। अनि म जहिले आउँदा पनि ल भान्जा आउनु माछा मार्नु, मामाको सबै छ आउनु गर्नु। मलाई अलिक अकवर्ड चाहिँ लाग्छ, तर मामालाई चाहिँ अब होइन भान्जा हो भनेर अनि सपोर्टिभ पनि हुन्छ कि। मैले अब एजी पढेको, अब ट्रेनिङ दिनु पर्ने त ल आउनु न त, हजुरलाई एक्सपिरियन्स हुन्छ, यहाँबाट म मिलाइदिन्छु। नाइस बोइज विल अन्डरस्ट्यान्ड। स्कुटीदेखि डर लाग्छ, यहाँ चाहिँ अब बाइकै चलाएर हिँड्दा अनि त्यसपछि भाइले घुमी हेर भन्दै थियो, मलाई हेरेको हेरिन। घोंगी ना है घोंगी घोंगी है कैसे किलो है घोंगी? कैसे बा घोंगी? सोध्नु पर्यो अब। क्यामेरा खोल्दिनँ नि म, अस्ति मैले कटअप गर्नु पर्यो। घोंगी पायो तर घोंगीको साइज हेर ल, आस्मितलाई बरु सोध्न घोंगीको साइज यस्तो छ। पर्सौनामा गङ्गटा पनि छ। ल ल कति प्याक गराउने भन्छ, कति प्याक गराइदिउँ? ए ल ल ल ल झिँगे पनि छ, निस्किहाल ल, म बरु कुरेर बस्छु। ल ल निस्किहाल ल। ल कसरी किलो हो यो? 110 महँगा हो गेले। 120 रुपियाँको हो, 1 किलो से बेसी नै बाटे। हजुर राम्रो है, दुईजनाले। हजुर गंगटा कैसे है? ये सब गंगटा कितने में दे बाबू? 50 तो सब दे दे भाई। सब 150 में होता है। का है इतना महंगा? गंगटा छैन। गंगटा कति 50 कति भन्नुभयो? यो सबै गंगटा। यसको त खुट्टे भाँचिदिनु भएछ देखाएको। त जुन दिन भ्लग गर्छु भने त्यो दिन कन्टेन्ट चाहिँ मेरो उठिहाल्छ के। गंगटा यो सब ना 400 में ना पर्सौना नवराज भाइको घर यहाँबाट कति नजिक छ कमेन्ट गर है। पर्सनल यो भिडियो चाहिँ लम्बिने हो यस्तो मलाई लागिरहेछ। मुनले मलाई किन कल गरेको? यता निस्के होइन। सुन यो आन्टी हो हेर ल, 150 रुपियाँ दिनु अनि आन्टीसँग लिएर जा ल। कहाँ छ भने त्यसलाई म हेर, यो स्कुल छ, यो स्कुलबाट अलिकति कट होइन बजारबाट यहाँनिर छ ठाउँ।
ल ल छिटो गर नि त ल छिटो गर ल अब वेटिङ गर्नु पर्यो राम्रो खालको घोङ्गी अरे 150 सबै उठाइदिए गङ्गटा पनि यसमा छ यहाँ हो आन्टी यो प्लास्टिकको हेर्दा के छ यसमा इनफ कति छ सबै गरेर 2 किलो पानीले हुन्छ कति भयो टोटल 150 के भयो कसरी फाल्ने रे सफा गर्नलाई तैँले यो घोङ्गी चाहिँ बरु सोधे भए हुन्थ्यो नि कसरी बनाउने चाहिँ आस्मित खोलिदियो नि होइन यो होइन घोङ्गीको चाहिँ के त्यही त यो त घोङ्गी अहिले चाहिँ मैले देखाएको थिइनँ कि सानो सानो वाला यदि फोर्ने होइन अनि त्यसपछि पानीमा उमालिदिने यो त हामीले भोलि नै खानु मिल्यो नि आज मिल्दैन भोलि नि जुङ्गे माछा के जुङ्गे माछा भन्छ नि जुङ्गा जुङ्गे माछा हो क्या यो चाहिँ बाम हो तैँले हावा कुरा भनिस् भने त म हालिदिन्छु नि भनिहाल्छ नि माछा हो क्या कुन जुङ्गे माछा भन्छ निकाल्छ यो सानो वाला जुङ्गा देखिन सिंह देखिन जुङ्गा पापाको बाइक लिएर आएर होला भन्नु थालेको मैले त यो त सुक्या रहेछ नि त त्यही हाल्दिनु न त्यही हाल्न कि फेरि अझै लिएको तैँले यो घुङ्गटा खाने नि कि फ्राई गरेर म जान अनि म जान म चाहिँ गएर कटिया खान्छु यो मात्र पठान बेलुका पठाउँछु क्या म हामी नदेखाएको के त्यही त यो त म हाल्छु नि त म त एडिट गरेर हाल्छु त्यसको त म तँलाई काटेर क्रप गरेर पठाइहाल्छु नि ल निस्क्याइ म नि रेस्ट नि ल भाइ ल फाइनली चाहिँ हामी यो अघि पर्छौँ न यो सबै आयो प्रब्लम के भयो भन्दाखेरि मेरो यो सिसा चाहिँ लुज भयो एकचोटि बनाइहाल्यो गाउँको दाइ यो सिसा टाइट गरिदिनु दाइ तपाईँ नै होइन यहाँको यो सिसा यो टाइट गरिदिनु न 2 hours later माथिको लुज भयो कति भयो कति भइसकेपछि बाइक भन्ने कुरा टन्च राखिहाल्नुपर्छ क्या एउटा सामान होइन अहिले भन्दा फेरि बिजोग हुन्छ अब हामी मधुवनबाट बधवन आयो बधवनबाट कहाँ आयो बधवनबाट पर्साउन आयौँ अघि घोमिलेको ठाउँ त्यसपछि हामी यो ठाउँलाई सबै भन्छ अब यहाँबाट कोल्बी अब यो बाटोको भिडियो बनाउँदाखेरि चाहिँ फोकटमा लामो मात्र हुन्छ यतिकै सायद यो भिडियो अलिकति लामो भइसक्यो पनि होला यतिखेरसम्म त्यही माइक्रोफोन लिन चाहिँ मैले लास्ट नेसेसिटी नै त्यो हुन्छ नि किनकि साउन्ड एक्ज्याक्टली प्रोपर आउँदैन रहेछ क्या भिडियोमा मेरो प्रिभियस भिडियोहरूमा पनि आएको छैन अब यहाँबाट कोल्बी पनि खासै टाढा चाहिँ छैन तर अब यहाँबाट कोल्बी जाने कोल्बीको बजार कस्तो रहेछ एकचोटि हेरौँ
त्यसपछि भ्लग सकिन्छ। होपफुली म भोलि पनि अब यो भ्लग सकेसम्म म राति हालिदिन्छु होला कि भोलिसम्ममा यो भ्लग अपलोड गरिसकेका हुन्छु। पर्सि होली नै छ, तराई होली चाहिँ सायद निको पर्सिको भोलिपल्ट के भन्छ त्यसमा चुनाव छ। चुनावमा फेरि म फर्केर आउँछु। भोट हाल्नुपर्ने अब एउटा नागरिकको के हो, ड्युटी हो, भोट चाहिँ हाल्नै पर्छ। त्यसपछि भोट हालिन्छ। त्यसपछि फेरि आई विल बी ब्याक टु बर्दिवास। बर्दिवास गइसकेपछि मैले सोचिरहेको छु चाहिँ भिडियो के बनाउने भन्दाखेरि बर्दिवासमा सबभन्दा चिपेस्ट फुड पाउने चाहिँ ठाउँ कुन हो, एउटा भिडियो त्यो बनाउँछु नि। एउटा चाहिँ सबभन्दा बेस्ट चाहिँ जस्तै कुन फुड त्यहाँनिर बेस्ट पाउँछ। बर्दिवासमा पनि लोकेसन धेरै नै छ, तर त्यो लोकेसन पनि अब म पास आउट भएर जान थालिसकेँ। अनि हामीलाई लास्ट मोमेन्टतिर आएर थाहा भयो कि सबै ठाउँमा ल बर्दिवासमा पनि त धेरै कुरा रहेछ नि त, हामीलाई थाहा चाहिँ नभएको रहेछ भनिकन। अनि पछि गएर अब जुनियरहरूलाई यदि केही गरी भिडियो हेऱ्यो भने, किनकि मोस्टली आई थिङ्क हेर्छन् होला, हेऱ्यो भने चाहिँ तिनीहरूलाई चाहिँ के थाहा हुन्छ भन्दाखेरि चाहिँ यो ठाउँमा यो फुड पाउँदो रहेछ, कुन लोकेसन थाहा भयो भने त गाह्रो भएन नि त खोज्दै हिँड्नलाई। अनि त्यो चाहिँ मेरो चाहिँ त्यसरी सोचेको छु मैले, त्यसरी बनाउँछु भनिकन। लेट्स सी अब के हुन्छ। फाइनली कोल्बी पनि आइपुग्यो। कोही कोल्बी खासै टाढा पनि छैन। पहिला चाहिँ म उयो बाटो जान्थेँ, पछि बाटो छ किनकि लाइसेन्स थिएन। अब लाइसेन्स छ, गाडीको ब्लू बुक छ, यो कलर पनि ब्लू बुकमा छ। किन त्यो बाटो जान्छ? कोल्बी बजार चाहिँ ट्याक्कै यहाँदेखि अब सुरु हुन्छ। लेथ आइटम र हार्डवेयर आइटम, पेन्ट अनि अर्को प्लम्बिङको सामानहरू चाहिँ सबै चाहिँ यो एरियामा पाउँछ। उता पनि छ तर मोस्टली चाहिँ यो एरियामा चिपेस्ट पाउँछ भन्ने कुरा हो। जस्तै अब यहाँ घर बनाउने सामानहरू भयो, यिनीहरू सबै भित्रपट्टि पेन्टिङदेखि लिएर त पाउँछ। बजार अलि म्यासिभ नै छ त्यो, भित्र बजार छ, यतापट्टि पनि उ छ बजार छ, भित्र पनि बजार छ। कोल्बी यो चेकपोस्ट उता छ। अब यति भन्दै चाहिँ यो भ्लग चाहिँ यहीँ इन्ड गरिदिन्छु म, किनकि धेरै लामो भयो भने हेर्न पनि मजा आउँदैन। योभन्दा अगाडिकोमा एउटा मिम राखेर मिम चिप्काइकन मैले भिडियो इन्ड गरेको थिएँ। 4 मिनट समथिङको मात्र भिडियो छ। ल यति भन्दै चाहिँ सबैजनालाई बाई बाई। भिडियो हेर्नु होला, कमेन्ट गर्नु होला, सब्सक्राइब गर्नु होला। के चिज चाहिँ पुगेको छैन, यदि साउन्ड छैन, क्वालिटी भएन, के भएन भने चाहिँ सजेस्ट चाहिँ गर्नु होला। किनकि मेरो भिडियो चाहिँ अब झन् 130 135 कि यस्तै 133 कति पुगेको छ सब्सक्राइबर मेरो। जति पनि सब्सक्राइबर छ प्रायः चिनेकै मान्छे छन्। 20-25वटा सब्सक्राइबर मात्र यताउताबाट भयो होला। अब 4-5वटा मात्र भिडियो, 4वटा जति भिडियो मात्र भएको छ। त्यतिमा अब यति सब्सक्राइबर पनि थ्याङ्क यू भेरी मच गरिदिनु भएकोमा। किनकि त्यस्तो कन्टेन्ट पनि हाल्नु पाएको छैन केही पनि। यस्तै हो, लाइक चाहिँ गर्न नछोड्नु। यति भन्दै चाहिँ सबैजनालाई नमस्ते, बाई बाई।